नमस्कार। मिथिला नगरपालिका धनुषा तथा यूनिसेफको समन्वयमा सामुदायिक रेडियो स्वागतम 89 मेगाहर्जद्वारा प्रसारित रेडियो कार्यक्रम खानेपानी सरसफाई तथा स्वच्छता अभियानमा स्वागत छ सम्पूर्ण दर्शक महानुभावहरुमा। कार्यक्रम खानेपानी सरसफाई तथा स्वच्छता अभियान कार्यक्रम यूनिसेफ तथा मिथिला नगरपालिका धनुषाको समन्वयमा तयार पारेको कार्यक्रम हो। यस कार्यक्रममा हामी शुद्ध खानेपानी, वातावरणीय सरसफाई तथा स्वच्छता अभिवृद्धिका लागि चाल्न सकिने विभिन्न प्रयासहरू प्रसारण गर्ने गर्छौं। आजको कार्यक्रमको पहिलो बसाइमा लिएर आएका छौं केही अतिथिहरूको कुराकानी। आजको बसाइमा हुनुहुन्छ हामीसँग मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतो र त्यसैगरी यूनिसेफ वास कोअर्डिनेटर श्री गोविन्द कार्कीज्यू। आउनुहोस् उहाँहरूसँगको कुराकानी अबको पालोमा। यो सांगीतिक कोसेलीपछि फेरि पनि स्वागत गर्न चाहन्छौँ यहाँहरू सम्पूर्णलाई। यतिखेर भर्खरै मात्र रेडियो ट्युन अन गर्नुभएको हो भने यहाँहरू सुन्दै हुनुहुन्छ तपाईँ हाम्रो आफ्नै रेडियो स्वागतम 89 मेगाहर्ज अनि रेडियो स्वागतम 89 मेगाहर्जको आकाशीय ध्वनि तरङ्ग मार्फत तरङ्गित भइरहेको छ कार्यक्रम खानेपानी सरसफाई तथा स्वच्छता अभियान। कार्यक्रम खानेपानी सरसफाई तथा स्वच्छता अभियानको आजको पहिलो श्रृङ्खलामा आज हामीले लिएर आएका छौँ दुईजना विशिष्ट अतिथिहरूसँगको कुराकानीलाई कार्यक्रममा यतिखेर पस्कन चाहन्छौँ। आजको बसाइको लागि हामीले लिएर आएको यो कुराकानी। आजको बसाइमा हामीसँग हुनुहुन्छ दुईजना अतिथिहरूमा हुनुहुन्छ मिथिला नगरपालिकाका नगर प्रमुख श्री हरिनारायण महतो, त्यसैगरी यूनिसेफ वास कोअर्डिनेटर श्री गोविन्द कार्की। उहाँहरूकै कुराकानीलाई कार्यक्रममा राख्न चाहन्छौँ। यतिखेर कार्यक्रममा यहाँलाई स्वागत छ। धन्यवाद। कार्यक्रमको सुरुवात गरौँ अन्तरङ्गकै कुराकानीबाट। यतिखेर मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतो सरलाई नै सोध्छु, केमा व्यस्त हुनुहुन्छ आजभोलि? आजभोलि अब व्यस्त त के, अहिले हाम्रो कतिपय योजनाहरू सञ्चालन भइरहेको छ, कतिपय योजनाहरू हाम्रा अहिले सम्झौता भइरहेको छन्, कतिपय अरू उपभोक्ता समितिहरू पनि बन्न अलिक केही बाँकी छ। त्यसकारणले यही कामहरूमा हाम्रा नगरपालिकाकै काममा हामी व्यस्त रहन्छौँ। नगरपालिकाका विभिन्न कार्यक्रमहरू भइरहेका छन्, त्यसमा व्यस्त हुनुहुन्छ। अनि युनिसेफ वास कोअर्डिनेटर हुनुहुन्छ गोविन्द कार्की सर, केमा व्यस्त हुनुहुन्छ हजुर? म त अब आफू एउटा सरसफाइ अभियन्ताका हिसाबले यो 4वटा नगरपालिका धनुषाका 4वटा नगरपालिकामा मैले यो अभियानलाई हेरिरहेको छु, सहयोग गरिरहेको छु र त्यही अभियानमा मेरो दौडधुप रहन्छ। कहिले यी 4वटा नगरपालिकाहरू चाहिँ खुला दिशा मुक्त हुन्छन्। नेपाल सरकारको चाहिँ असार मसान्तसम्म खुला दिशा गरिसक्नुपर्ने जुन लक्ष्य छ त्यो लक्ष्यलाई पुरा गर्नको लागि म यसलाई मिसन बनाएर अगाडि बढिरहेको हुन्छु। भनेपछि यहाँ पनि आफ्नै कार्यव्यस्ततामा नै हुनुहुन्छ। हुन्छ त, कार्यक्रमको विषयवस्तुतिर प्रवेश गरौँ। यति बेला कार्यक्रममा हामीले नाम दिएका छौँ कार्यक्रमलाई खानेपानी सरसफाई तथा स्वच्छता अभियान भनेर। यतिखेर युनिसेफ र त्यसै गरी विभिन्न नगरपालिकाहरू बिचको समन्वयमा साझेदारीमा कार्यक्रम सञ्चालन भइराखेको छ होइन? सरसफाई, खानेपानी तथा स्वच्छता, त्यसै गरी खुला दिशा मुक्त बनाउने भन्ने कार्यक्रम चलिरहेको छ विभिन्न नगरपालिकाहरूमा। यतिखेर यहाँलाई अनुरोध गरेँ मैले, सुझाइदिनुहोस् यो कार्यक्रमको मुख्य उद्देश्य चाहिँ के होला? खास गरी यो खुला दिशा मुक्त अभियानसँगको चाहिँ सम्बन्धित कार्यक्रम छ र अहिलेसम्म यो प्रदेश नम्बर 2 का 3वटा जिल्ला मात्रै खुला दिशा मुक्त भएको अवस्था छ र अहिले पनि 5वटा जिल्लाहरू खुला दिशा मुक्त भइरहेको अवस्था छैन। र हामीले अहिलेको यो मानवीय सभ्यताको कुरा, विकासको कुरा, प्रतिष्ठाको कुरासँग जोडिएको विषय हो र यो विषयलाई अहिले पनि हाम्रो चाहिँ मानव बस्तीहरू, हाम्रो चाहिँ जनताहरूको चाहिँ स्थिति के छ भने खुल्ला स्थानमा दिशा गर्ने र दिशाजन्य रोगहरूबाट सङ्क्रमित हुने स्थिति चाहिँ दिनानुदिन बढिरहेको छ र यसलाई चाहिँ कसरी न्यूनीकरण गर्न सकिन्छ, यसलाई कसरी निर्मलीकरण गर्न सकिन्छ भन्ने कुरा नै हो। र हामीले यो मानव विकासको कुराहरूमा चाहिँ
अहिले पनि मान्छेले शुद्ध खानेपानी खान नसकिरहेको छैन। अहिले पनि एउटा चाहिँ सभ्य हिसाबले चर्पी दिशाको व्यवस्थापन गर्न सकिरहेको छैन, जसले खुल्ला स्थानमा दिशा गरिरहेको छ। अहिले पनि हाम्रो चाहिँ स्कुलहरू संस्थाका टोयलेटहरू चाहिँ बनिरहेका छैनन्, भएका टोयलेटहरू पनि प्रयोगयोग्य छैनन् होइन। र अहिले पनि हाम्रो खानाहरू हामीले जुन खाइरहेको चाहिँ बस्तीहरूमा घरहरूमा भएको खानाहरू छ त्यो शुद्ध तरिकाले हामीले हाइजेनिक खानेकुराहरू खान पाइरहेको छैनौँ। र यी कुराहरूमा चाहिँ खास गरी हाम्रो सरसफाइका नीतिहरू पनि बनिरहेका छैनन्। र यसलाई कसरी चाहिँ प्रमोसन गर्न सकिन्छ, कसरी राम्रो बनाउन सकिन्छ, यो एउटा मानव विकासको चाहिँ एउटा मन्त्र है। यसलाई चाहिँ कसरी चाहिँ अगाडि ल्याउन सकिन्छ। र हाम्रो यो ह्युमन डेभलपमेन्ट इन्डेक्समा 2 नम्बर प्रदेश असाध्यै पछि छ, यसलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई नै लिएर जुन हामीले कार्यक्रमहरू गरिरहेछौँ, हाम्रो खास लक्ष्य चाहिँ यही नै हो। पक्कै पनि 2 नम्बर प्रदेशका 5वटा जिल्लाहरू जुन चाहिँ खुला दिशा मुक्त भइसकेका छैनन् भन्ने तथ्याङ्क आएको छ। यतिखेर मिथिला नगरपालिकाका नगर प्रमुख सरलाई नै सोध्छु म, आखिर कारण के होला त? किन हाम्रो स्थानीय क्षेत्रमा चाहिँ खुला दिशा मुक्त भइसकेको अवस्था छैन होइन? किन चाहिँ स्थानीय तहमा अथवा भनौँ 2 नम्बर प्रदेशमा चाहिँ यो आँकडा निस्किनुको कारण के होला? अब यसमा सबभन्दा पहिला मानिसमा चेतनाको कमी। खुल्ला ठाउँमा शौच गरेपछि त्यसबाट प्रभावित हुने, त्यसबाट सम्भावित रोगहरू लाग्ने को चेतनाको कमीले गर्दाखेरि अहिले कतिपय हुन त हाम्रो कति स्थानहरूमा कतिपय नगरपालिकाहरू गाउँपालिकाहरू खुल्ला दिशामुक्त घोषणा भइसकेको छन्। तर पनि शौचालय हुँदै पनि कतिपय अहिले पनि त्यो संस्कार छ कि शौचालयमा नगएर बाहिर गएर शौच गर्ने। त यो परिपाटी अहिलेसम्म पनि यो जुन पुराना भनौँ न एउटा अब जो एकदम पुराना संस्कार अहिले पनि केही मान्छेहरूमा छन्। अब नयाँ जेनेरेसनमा यो कुराहरू छैन। नयाँ जेनेरेसनहरू सबै अब चर्फीमा शौच गर्नुपर्छ भन्ने सबैले बुझिसकेको छ। तर अहिले पुराना विचारका एकदमै पुराना केही मान्छेहरू चाहिँ अहिले पनि शौचालयमा नगएर बाहिरै शौच गर्ने। तर बाहिर गरेपछि त्यसबाट हामीलाई हुने हानि या त्यसबाट हामीलाई सङ्क्रमित लाग्ने रोगहरूको बारेमा थाहा भएर पनि कतिपय त्यसलाई चाहिँ बोझ बचाउने गरेका छन्। कतिलाई थाहा नभएर पनि यस्तो गरेको छ। र कतिपय ठाउँहरूमा अहिले हुन त हाम्रो मिथिला नगरपालिका लगभग योभन्दा अगाडि नै 2 वर्ष अगाडि नै हाम्रो खुल्ला दिशामुक्त घोषणा भइसकेको नगरपालिका थियो। र पछि जब यो छिरेश्वर नगरपालिकाको एउटा वडा हरिहरपुर अहिले जुन हाम्रो मिथिला नगरपालिकाको वडा नम्बर 3 छ, त्यो छिरेश्वरबाट छुट्टिएर मिथिलामा गाभिएपछि एउटा वडा हाम्रो मात्रै त्यो खुल्ला दिशामुक्त घोषणा गर्न बाँकी रहेको थियो। र त्यसलाई हामीले अभियानकै रूपमा अब युनिसेफकै सहयोगमा, त्यसमा युनिसेफले पनि सहयोग गर्नुभएको छ। र हामीले अभियानकै रूपमा हामी आफै पनि त्यहाँ कयौँचोटि हामीले गएर कयौँचोटि भेला गरेर अब तिनीहरूलाई कमसेकम चेतना जगाउने काम हामीले गऱ्यौँ। एउटा अभियानकै रूपमा त्यसलाई लिएर जाउँ। र यो हाम्रो मिथिला नगरपालिकाको वडा नम्बर 3 हरिहरपुर पनि हामीले घोषणा गर्नुपर्छ र प्रत्येक घरमा शौचालय बनाउनुपर्छ भनेर हामीले अभियान सञ्चालन गऱ्यौँ। र त्यही तहत अब जो एकदमै अति विपन्न छन्, जसको कुनै केही उपाय छैन, त्यस्ता अति विपन्न वर्गलाई चाहिँ हामीले रिङ प्यान इत्यादि हामीले सबै उपलब्ध हामीले गराउने, इभेन उसको घर बनाउनलाई पनि 2000 रुपियाँ हामीले सहयोग गर्ने भनेर यसरी हामीले एउटा अभियान सञ्चालन गऱ्यौँ। र अब एकदमै अन्तिम चरणमा छ, 2-4-5 घर मात्र बाँकी छ वडा नम्बर 3 मा। र त्यो सकभर यही महिनामा हामीले अब त्यो हरिहरपुर वडा नम्बर 3 पनि हामीले घोषणा गर्छौँ। हुन त हामीले चैतसम्मकै समय मात्रै उहाँहरूलाई हामीले यो निर्धारण गरेका थियौँ, तपाईँहरू चैत्र मसान्तभित्र चाहिँ यो खुल्ला दिशा मुक्त घोषणा गर्नुपर्छ यो वडा। र यो वडा घोषणा हुने बित्तिकै हामी नगरपालिका पनि घोषणा गर्छौँ। र सँगसँगै अहिले जस्तो कि अब अघि हाम्रो
यो युनिसेफका सरले भन्नुभयो कि सँगसँगै अहिले हामीले स्वच्छ पानीका कुरा स्वच्छ खानेपानीका कुरा गरेका छौँ र त्यसलाई पनि हामीले एउटा अभियानकै रूपमा खानेपानी हामीले सञ्चालन गरिराखेका छौँ। गत वर्ष पनि हाम्रो मिथिला नगरपालिकाको पहिलो प्राथमिकतामा पहिलो प्रायोरिटीमा हामीले खानेपानीलाई राखेका थियौँ किनभने खास गरेर हाम्रो नगरपालिका उत्तरी भेगमा पर्ने भएको हुनाले त्यहाँ चाहिँ हाम्रो अब पानीको चाहिँ अलिकति खानेपानीको सिँचाइको त कुरै छोडिदिनुहोस् खाने पिउने पानीको पनि हामीलाई धेरै समस्या छन् र त्यसै पनि एउटा ढल्केवर भनेपछि पहिलादेखि नै अब त्यहाँ पानी माग्दा पनि कुनै पसलले पानी पहिला दिँदैन थियो खाजा नखाइकन पानी दिँदैन थियो त्यो अवस्थाबाट गुज्रिएको ढल्केबाट तर अहिले त्यो अवस्था छैन। अहिले चाहिँ हामीले व्यापक अब त्यसमा चाहिँ हामीले सुधार गरेका छौँ। अहिले हामीले गाउँमा पनि जहाँ इनारको सम्भव छ भने इनार हामीले त्यहाँ निर्माण गरेका छौँ खानेपानीको लागि। कहीँ ओभरहेड ट्याङ्कहरू निर्माण गरेका छौँ अझै निर्माणको चरणमा छ। ओभरहेड ट्याङ्कहरू हाम्रो धमाधम अहिले हरिहरपुरमा एउटा ओभरहेड 2टा ओभरहेड ट्याङ्क हाम्रो निर्माण हुँदैछ। एउटा ढल्केवर वडा नम्बर 7 मा अहिले निर्माण हुँदैछ। त्यसपछि एउटा वडा नम्बर 8 मा हाम्रो खानेपानी निर्माण हुँदैछ। त्यसपछि 10 मा हाम्रो वडा नम्बर 10 मा 2टा त्यहाँ निर्माण भएको छ। यसरी ओभरहेड ट्याङ्कहरू पनि हाम्रो खानेपानीको लागि निर्माण हुँदैछ र नेपाल सरकारको पनि जुन एउटा चाहना छ कि कमसेकम हरेक नेपालीलाई हामीले शुद्ध पिउने पानी चाहिँ दिनुपर्छ पुर्याउनुपर्छ भन्ने लक्ष्य नेपाल सरकारको पनि छ र हाम्रो नगरपालिकाले पनि हामीले पनि त्यसलाई प्राथमिकतामा राखेर त्यस्तो स्वच्छ पिउने पानीको व्यवस्था कसरी हामी गर्न सक्छौँ सबैलाई कसरी हामीले त्यो पिउने पानी पुर्याउन सक्छौँ भन्ने उद्देश्यले हामी पनि त्यसमा हामी लागिराखेका छौँ। त्यो अभियानमा हामी सबै जुटिराखेका छौँ। पक्कै पनि मिथिला नगरपालिकाले विभिन्न कार्यक्रमहरू अगाडि बढाइराखेको छ र युनिसेफले पनि सहयोग गरिरहेको छ भन्ने कुराकानी आयो। यतिखेर गोविन्द सरलाई फेरि पनि प्रश्न राख्न चाहन्छु म। पानी र शौच यो एक अर्काको परिपूरक होइन। एउटा व्यवस्थित शौच गर्नका लागि पानी नभए हुँदैन भने अब के होला अवस्था? पानीको व्यवस्थापन राम्रोसँग हुन सकेन भने खुला दिशा मुक्त सम्भव होला कि नहोला? यो चाहिँ अब सम्भव केही कठिनाइ त होला तर यसको खास कुरा के हो भने मान्छेले सोच गर्नुपर्छ। पानीको उपलब्धताको कुरामा चाहिँ जस्तो भनौँ न आज यही ढल्केवरको कुरा गरौँ यहाँ आज कसैले पानी खान नपाएको स्थिति छैन अलि कठिन थियो तर आज कपडा सबैले धोएको छ पानी सबैले खुवाएको छ गाई वस्तुलाई पानी खुवाएको छ सबै गर्न उसलाई पुगिरहेछ है उसले पुर्याइरहेको छ भनौँ न अलि टाढाबाट ल्याउला दुःख गरेर ल्याउला पुर्याइरहेछ तर अब यदि सोच गर्नको लागि त्यो चाहिँ दिशा सफा गर्नको लागि चाहिँ अरू प्लस एकजना बराबर 5 लिटर पानी चाहिएला उसले होइन यो मेरो इज्जतको कुरा हो यो प्रतिष्ठाको कुरा हो यो जरुरी हो मैले जति नुहाउनु खानु कपडा धुनु गाई वस्तुलाई खुवाउनु जति जरुरी ठान्छु त्यति नै यो पनि जरुरी ठान्छु भन्ने हो भने पानी भन्दा पहिला टोयलेटै मान्छेहरूले बनाउने र युज गर्ने गर्छ अब टोयलेट बनाइसकेपछि स्वाभाविक रूपमा अलिक पानी बढी चाहिन्छ पानी बढी चाहिने भएपछि त्यो चाहिँ सम्बन्धित निकायहरूले त्योमा ध्यान दिनै पर्छ यो नगरपालिकाले पनि दिइरहेछ र हामी युनिसेफले पनि त्यसलाई प्रायोरिटीमा राखेका छौँ पक्कै पनि सबैभन्दा ठुलो कुरा चेतनामा अभिवृद्धि हुनु पर्यो र आफ्नो सोच बदल्नु पर्यो भन्ने यहाँको भनाइरह्यो एउटा प्रश्न राख्छु फेरि भने गोविन्द सरलाई नै वास्तवमा सरसफाइ भन्नाले केलाई बुझ्ने त अब सरसफाइ भनेको एउटा चाहिँ भेग विषय छ है भेग विषय छ र यो एउटा चाहिँ विकासको पाटो पनि हो है अब यो नेभर इन्डिङ के यो अन्त्य नहुने हो र हामीले सरसफाइका हिसाबमा मान्छेको व्यक्तिगत सरसफाइ घरैसी सरसफाइ वातावरणीय सरसफाइ यी सरसफाइका चाहिँ क्षेत्रहरू हुन् जसमा अहिले हामी आधारभूत सरसफाइको कुरा मात्रै गरिरहेका छौँ खास गर्न आधारभूत सरसफाइ भन्नाले चाहिँ मान्छेको हरेक घरमा एक घर एक चर्पी बनाउनु पर्यो र त्यो चर्पीलाई समुचित प्रयोग गरेको स्थिति र अब त्यस पछाडिको अलावा हामीले दिशासँगको जुन सम्बन्ध छ मानवसँगको र त्यसलाई चाहिँ सही ढङ्गले विच्छेद नगर्ने हो भने फेरि पनि हामी दिशाजन्य रोगबाट ग्रसित हुन्छौँ र
त्योबाट मुक्त हुनको लागि हामीले वाटर सिल चर्पी बनाउँछौँ र त्यसमा सबैले दिशा गर्ने, त्यसलाई दिशाको व्यवस्थापन गर्ने र हामीले त्यस पछाडि साबुन पानीले हात धुने र हाम्रो आनी बानी परिवर्तनको कुरा छ है। हामीले आधारभूत सरसफाइमा चाहिँ खुला दिशा मुक्तलाई लिएका छौँ। खुला दिशा मुक्त भन्नाले चाहिँ हामीले हाम्रा संस्थागत कार्यालयहरूमा चाहिँ संस्थाहरूमा चर्पीको प्रयोग अझ डिसेबल फ्रेन्डली चर्पीहरू बन्नेको स्थिति हुनु पर्यो होइन। र हाम्रा घरमा प्रत्येक घरमा चाहिँ चर्पी बनेको र प्रयोग भएको स्थिति भयो भने एक हिसाबले आधारभूत स्वास्थ्यको सरसफाइको अवस्था चाहिँ हासिल हुन्छ। पक्कै पनि। अब अलिकति कुरा निस्किएको छ फेरि पनि, शौचालयहरू कतिपय ठाउँमा बनेका छैनन्, कतिपय ठाउँमा चाहिँ बनेका शौचालयहरू पनि प्रयोगमा आएका छैनन्। यतिखेर यो प्रश्न राख्छु म नगरपालिका प्रमुख नगर प्रमुखज्यूलाई नै, किन यस्तो हुन्छ त? शौचालय नबन्नु नहुनु एउटा तर्फको पाटो भयो, तर बनेर पनि प्रयोगमा नआउनु अर्को तर्फको पाटो भयो भने बनेका शौचालयहरू प्रयोगमा नआउनुको कारण चाहिँ के हुनसक्छ होला? त्यो एउटा त्यसलाई के भन्न सकिन्छ भने हामीले एउटा रूढिवादी चिन्तन भनौँ या सोचमा कमी भनौँ। हामी मोटरसाइकलमा चढेर हिँड्छौँ, मोटरसाइकल किन्छौँ 3 लाखको, अनि हामी हेलमेट लाएर गएनौँ भने ट्राफिकले सिटी बजाउँछ, ट्राफिकले जरिवाना गर्छ। त्यो कसको लागि? त्यो कसको सुरक्षाको लागि हामी हेलमेट लाउनु पर्ने? आफ्नै सुरक्षाको लागि होइन, हामीले नबुझ्ने अरूले भन्नुपर्ने हो। त्यस्तै ठिक त्यही हिसाबले उसले उसको चेतना सोचमै त्यो कुरा छैन कि जस्तो मोटरसाइकलमा हामी सवार गर्दाखेरि हामीले हेलमेट अनिवार्य लाउनुपर्छ, आफ्नै सुरक्षाको लागि हो र यो जरुरी छ भनेर हामीले बुझ्दैनौँ कि हो। यसरी त्यो यदि चर्पीमा हामीले सोच गर्नुपर्छ, चर्पी निर्माण गर्नुपर्छ। पक्काको घर बनाएको छन्, हामीले कति ठाउँमा हेऱ्यौँ पक्काको घर बनाएको छ तर चर्पी छैन। उसले एउटा मन्दिरको लागि 50,000 रुपियाँ डोनेसन दिन्छन्, मन्दिर बनाऊ भन्छन्, पूजाआजा गर्छन्, तर घरमा शौचालय बनाउँदैन। यस्तो सोचमा परिवर्तन ल्याउनु पर्यो कि चेतनामा अभिवृद्धि गर्नु पर्यो कि यो जरुरी छ। आज मानिसलाई कसैलाई रोग लाग्यो भने मसँग पैसा छैन भनेर इलाज हुन्छ? इलाज गर्नलाई उसले त ऋण खोजेर भए पनि जग्गा बेचेर भए पनि उसले इलाज गर्नुपर्छ, किनभने त्यो आवश्यकताभित्र पर्यो। इलाज गरेन भने मान्छे मर्छ भनेर त्यो आवश्यकताभित्र पर्यो हो। त्यसलाई पनि यो आवश्यकता हो भनेर बुझिसकेपछि कठिनाइ हुँदैन। त्यसो भए अब त्यो सचेतना ल्याउनको लागि, त्यो सोच, त्यो चिन्तन परिवर्तन गर्नको लागि नगरपालिकाले कस्तो रणनीति बनाएको छ यति बेला? हामीले एकदमै यसमा हामीले पटक पटक यस्ता हामीले चेतना अभिवृद्धिका कार्यक्रमहरू हामीले भेला राखेर सबैलाई जम्मा गरेर यो कुराहरू हामीले कयौँ पटक हामीले यस्ता कार्यक्रमहरू हामीले सञ्चालन गऱ्यौँ र अहिले पनि गर्दैछौँ। र जो मानिसहरू अहिले शौचालय निर्माण भएर पनि बाहिर शौच गरेको छ, कसैले देख्नुहुन्छ भने त्यसलाई 1 दिन 2 दिन 1 चोटि 2 चोटि उसलाई वार्निङ दिने कि खबरदार तपाईँ बाहिर शौचालय शौच गर्दै हुनुहुन्छ, तपाईँ बाहिर शौच नगर्नु, शौचालयमा शौच गर्नुहोस् भनेर। यदि त्यसले उसले मान्दैन भने त्यसलाई भोलि नगरपालिकाबाट गर्ने पाउने सुविधा दिने त्यस्ता केही आवश्यक दैनिक केही कामहरू हुन्छन्, सेवा सुविधाहरू हुन्छन् या अन्य सिफारिसहरू हुन्छन्, त्यसलाई रोक्ने। त्यसलाई कमसेकम त्यो शौचालयमा कमसेकम शौच गरोस् भन्ने हिसाबले हुन त त्यो अहिले नयाँ, अघि पनि मैले भनेको थिएँ नयाँ जेनेरेसनमा त्यो कुरा छैन। पुराना मान्छेहरू अहिले पनि जुन पुराना सोचका मान्छेहरू छन् उहाँहरूमा चाहिँ यो प्रवृत्ति देखिएको छ र अहिले हामीले त्यसको सुधारको लागि हामीले यस्तै विभिन्न खाले कार्यक्रमहरू हामीले सञ्चालन गरेका छौँ। उहाँहरूलाई चेतना अभिवृद्धि हुने किसिमले गरेका छौँ। त्यति नभएर पनि त्यसले भएन भने उहाँको सेवा सुविधा या वृद्ध छ भने वृद्ध भत्ता पाएको छ भने उहाँको केही ब्रेक गरिदिने, उहाँलाई डर देखाउने कि तपाईँ कमसेकम शौचालयमा नै शौच गर्नुहोस् भनेर। र अरू सिफारिसहरू तपाईँले पाउनुहुन्न, तपाईँले अरू सेवा सुविधाहरू पाउनुहुन्न भनेर उहाँलाई एउटा यो हिसाबले कन्भिन्स गर्ने या थ्रेट गर्ने भने अलिकति थ्रेट पनि गर्ने र उहाँहरूलाई कन्भिन्स पनि गर्ने र यसलाई चाहिँ हामीले सुधार गर्ने भनेर यस्तो योजना हामीले सञ्चालन गरेका छौँ। पक्कै पनि ती योजनाहरू कार्यान्वयन हुने नै छन्। यतिखेर यहाँहरू भर्खरै मात्र रेडियो सुनिरहनु भएको छ भने
यहाँहरू यतिखेर सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम खानेपानी सरसफाई तथा स्वच्छता अभियान। यो हो यहाँहरूको आफ्नै रेडियो स्वागतम 89 मेगाहर्ज। रेडियो स्वागतम 89 मेगाहर्जको आकाशीय ध्वनि तरङ्ग मार्फत तरङ्गित भइरहेको कार्यक्रम हो यो खानेपानी सरसफाई तथा स्वच्छता अभियान। आजको पहिलो बसाइमा आज हामी कुराकानी गरिरहेका छौँ युनिसेफ वास कोअर्डिनेटर गोविन्द कार्की, त्यसै गरी मिथिला नगरपालिकाका नगर प्रमुख श्री हरिनारायण महतो। यहाँहरूको कुराकानीलाई एकैछिनपछि जोड्ने नै छौँ हामी फेरि पनि। यतिखेर हामी राख्न चाहन्छौँ छोटो व्यापारिक विश्रामपछि भने आउनेछौँ बाँकी कुराकानीको साथमा। रेडियो सुन्दै गर्नुहोला। हजुर, कार्यक्रममा राखिएको छोटो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छौँ यहाँहरू सम्पूर्णलाई। यतिखेर भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने यहाँहरू सुन्दै हुनुहुन्छ तपाईँ हाम्रो आफ्नै रेडियो स्वागतम 89 मेगाहर्ज, सँगसँगै www.radioswagatam.com मार्फत संसारभर रहेर एकैसाथ हाम्रो प्रसारण सुनिरहनु भएको छ। र कार्यक्रम हो खानेपानी सरसफाई तथा स्वच्छता अभियान। सामुदायिक रेडियो स्वागतम 89 मेगाहर्जद्वारा प्रसारित कार्यक्रम मिथिला नगरपालिका धनुषा तथा युनिसेफको समन्वयमा तयार पारेको कार्यक्रम हो। आजको पहिलो बसाइमा कुराकानी गरिरहेका छौँ युनिसेफ वास कोअर्डिनेटर गोविन्द कार्की, त्यसै गरी मिथिला नगरपालिका नगर प्रमुख श्री हरिनारायण महतो सरसँग। यतिखेर फेरि पनि कुराकानीको क्रमलाई नै अगाडि जोड्न चाहन्छौँ। यतिखेर फेरि पनि प्रश्न राख्न चाहन्छु गोविन्द सरलाई नै। युनिसेफले चर्पी निर्माणका लागि विभिन्न किसिमको सरसहयोगहरू प्रदान गर्दै आइरहेको छ होइन, नगरपालिकाको सहकार्यमा। तैपनि शौचालय निर्माण पूर्ण रूपमा नभइसकेको अवस्था छ होइन। यसको खास कारण चाहिँ के होला? कार्यक्रमहरू भइराखेका छन् तर त्यसको प्रभावकारिता चाहिँ सोचे अनुरूप भइराखेको छैन। यो के हो भने अब यो एउटा अभियान हो, एउटा एकदमै महान अभियान हो। यो अभियानलाई अभियानकै रूपमा चाहिँ हामीले अगाडि बढाउन सक्यौँ भने यो सम्भव हुन्छ, चाँडै हुन्छ। तर यो प्रोजेक्ट हो, यो चाहिँ कार्यक्रम हो भन्ने हिसाबले मात्रै सोच्यौँ भने चाहिँ यो हुँदैन। त्यो भएर हामीले यो खासै अभियानकै रूपमा चाहिँ अलिकति जान नसकिरहेको हो कि भन्ने महसुस हामीले पनि गरिरहेछौँ र यसलाई अभियानकै रूपमा लानुपर्छ। र यो खुला दिशा मुक्त अभियान चाहिँ हिजो चाहिँ के भइरहेको थियो भने हिजोका दिनहरूमा चाहिँ अब छरिएको प्रयासहरू थियो होइन। नेपाल सरकारका शिक्षा स्वास्थ्य विभिन्न निकायहरूले यो क्षेत्रलाई चाहिँ हेरिरहेको स्थिति चाहिँ थियो। तर आज यो अभियान चाहिँ के हो भन्दाखेरि जब जो मान्छे बाहिर सोच गर्छ यसको प्रमुख चाहिँ स्टेक होल्डर नै उही नै हो होइन। र यसमा चाहिँ चर्पी निर्माण गर्नु, यो स्वच्छता कायम गर्नु, सरसफाइमा बस्नु, यो चाहिँ के भन्दाखेरि यो सबैको साझा एजेन्डा बन्नुपर्छ र साझा एजेन्डा हो, न कि यहाँ कुनै जात धर्म राजनीति यसले कुनै राख्दैन, यो महत्त्व राख्दैन। त्यस कारण यो सबैको साझा हो है, यसमा सबै लाग्नुपर्छ गर्नुपर्छ भन्ने भइदियो भने यो सम्भव हुन्छ। हुन त नेपाल सरकारले अन्तर्राष्ट्रिय रूपमै 2017मा नेपाललाई खुला दिशा मुक्त गर्छु भनेर कमिटमेन्ट गरेको स्थिति हो। तथापि विभिन्न कारणहरूले अहिलेसम्म भइरहेको छैन। यतिखेर यहाँको कुरालाई बिचैमा रोकेँ मैले। नगर प्रमुखज्यू, यहाँलाई अनुरोध गर्छु म, जुन कमिटमेन्ट गरेको कुरा निस्किएको छ यतिखेर नेपाल सरकारले 2017मा नै कमिटमेन्ट गरेको थियो नेपाल चाहिँ खुला दिशा मुक्त भइसक्छ भनेर होइन। त्यहाँ चाहिँ विभिन्न कारणहरूले गर्दाखेरि चाहिँ यो हुन सकेन भन्ने कुरा आएको छ भने तपाईँ स्थानीय तहमा हुनुहुन्छ भने यहाँले सुझाइदिनुहोस् के होला त भित्री कारण, किन चाहिँ यो हुन सकेन, अझ भनौँ खुला दिशा मुक्त गराउन नसक्नुको कारणहरू चाहिँ के रह्यो त बिचमा? त्यतिखेर पहिला जुन नेपाल सरकारले घोषणा गरे त्यतिखेर स्थानीय तहमा जनप्रतिनिधिहरू थिएन, स्थानीय तहको निर्वाचन भएको थिएन र स्थानीय तहमा जनप्रतिनिधिहरू नरहँदाको बखत जुन हिसाबले एउटा कर्मचारी संयन्त्रले मात्रै पनि त्यो कार्यक्रमहरू जुन रूपले सञ्चालन गर्नुपर्ने या जुन रूपले अगाडि बढाउनु पर्ने त्यो हुन सकेन। त्यस कारणले त्यो 2017सम्म घोषणा गर्ने नेपाल सरकारले जुन नीति लिएको थियो त्यो फेल्युअर भयो, कार्यान्वयन हुन सकेन। र अहिले सबै स्थानीय तहहरूमा जनप्रतिनिधिहरू छन्, सबै वडा प्रतिनिधिहरू छन् र अहिले हामीले त्यो हिसाबले अब अहिले एकदमै हामी अभियानको रूपमा म आफै पनि कयौँचोटि हामीले यस्ता कार्यक्रमहरूमा सहभागी भएर हामीले
त्यसलाई एउटा तीव्र अभियानको रूपमा गयो भने जस्तो हो, एउटा लुगा धोएर हामीलाई सुकाउन कति समय लाग्छ र 1000 लुगा धोएर सुकाउन कति समय लाग्छ? सेम उति नै लाग्ने हो नि। 1 घन्टामा सुक्छ भने एउटा लुगा 1000 लुगा पनि 1 घन्टामा सुक्छ नि त। भने हामीले यसरी यो अभियानलाई हामीले यसरी तीव्र रूपमा हामीले लिएर गयौँ र अहिले हाम्रो लगभग सबै हाम्रो वडा नम्बर 3 मात्रै बाँकी थियो र त्यसमा पनि सबै घरमा चर्फी निर्माण भइसकेको छ। हुन त हिजोको अवस्था के थियो भने अब कति चाहिँ गरिबीको कारणले पनि बनाउन सकेको थिएन, कति चाहिँ अब कसैको अब आफ्ना मान्छे कोही छैनन्, सबै भएको छोरा विदेशमा छन्, श्रीमान छैनन्, कसैको श्रीमती मात्रै छन् घरमा। अब विभिन्न कठिनाइहरू भएको कारणले त्यो समयमा पुरा हुन सकेन र त्यस्ता मान्छेलाई अहिले हामीले आफैले हाम्रा जनप्रतिनिधिहरू हामीले लगाएर त्यस्ता व्यक्तिहरू छन् जसको यदि मेन पावर छैन, उसको रेखदेख गर्ने कोही छैन भने हामीले नै खोजेर गराइदिइराखेका छौँ। अहिले हामीले नै लेबर खोजेर लगाइदिने, बाँस खोजेर ल्याइदिने, खरिद गरेर ल्याइदिने, त्यतिसम्म गरेर अहिले हामी चाहिँ एकदम लास्ट अन्तिममा पुगेको छौँ। पहिला त बुझाउनै गाह्रो, त्यहाँ हामीले कतिवटा कार्यक्रम सञ्चालन गऱ्यौँ। पहिला त बुझाउनै गाह्रो थियो। हाम्रो यहीँ हरिहरपुर हाम्रो मिथिलाको वडा नम्बर 3 मा मोबाइल छन् 25,000 को बोकेको अनि शौचालय घरमा छैनन् भन्दाखेरि तपाईँलाई यो मोबाइल किन 25,000 को चाहियो, तपाईँको शौचालय किन आवश्यक छैन भन्दाखेरि हैन त यो सरकारले दिनुपर्छ, स्थानीय तहले दिनुपर्छ, हामी किन बनाउने? तपाईँहरू भन्नुहुन्छ भने तपाईँहरूले दिनुहोस् पैसा, खर्च तपाईँहरूले दिनुहोस् भने हामी बनाउँछौँ भन्ने त्यसरी मानसिकतालाई चिरेर होइन यो जरुरी छ, यो हामीलाई आवश्यकता छ, यो चर्फी भएन भने यसबाट विभिन्न किसिमका रोग हामीलाई लाग्न सक्छ, त्यस कारणले यो बनाउन जरुरी छ। यसरी हामीलेहरूले उहाँहरूलाई प्रशिक्षित गरेर अनि बल्ल बल्ल अहिले हामी अन्तिममा पुगिसकेका छौँ। अब 2-4 घरमा मात्रै बाँकी छ, त्यो पनि अब लगभग हामी भनौँ न हामी अब यो सके वैशाखको अन्तिम होइन भने जेठको पहिलो हप्तासम्म हाम्रो नगरपालिका अब खुल्ला दिशामुक्त घोषणा हामी गर्दैछौँ। पक्कै पनि अब गोविन्द सरलाई राख्छु। फेरि पनि अर्को प्रश्न, सरले अहिले पनि कुराकानी गर्नुभयो, नगर प्रमुखज्यूले भन्नुभयो कि गाउँघरमा जाँदाखेरि चाहिँ सरकारहरू भनेको तपाईँ हो, तपाईँले नै हाम्रो लागि चाहिने व्यवस्था गरिदिनुपर्छ भनेर भन्नुभयो, भन्ने कुराहरू जुन आयो उहाँले सुझाउनु भएको छ। यहाँको विचारमा के लाग्छ, वास्तवमा खुला दिशामुक्त बनाउने हो, अझ भनौँ सरसफाइ पूर्ण बनाउने हो भने पूर्ण सरसफाइको लागि र खुला दिशामुक्त बनाउनको लागि पूर्ण जिम्मेवार को हुन्छ होला? युनिसेफ हुन्छ कि नेपाल सरकार अथवा स्थानीय सरकार हुन्छ कि व्यक्ति पनि त्यसमा जिम्मेवार हुन्छ? के लाग्छ यहाँलाई? ज्यादै राम्रो प्रश्न गर्नुभयो। वास्तवमा यसको जिम्मेवारी चाहिँ के हो भन्दाखेरि अब अलिकति हामीले नियम कानुन र संवैधानिक कुराहरू पनि अलिकति म जोड्न चाहन्छु। र हाम्रो संविधान 2072 को चाहिँ ले के कुरा चाहिँ गरेको छ भने जस्तो प्रत्येक नागरिकलाई चाहिँ स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनेर संविधानको धारा 35 को उपधारा 4 मा व्यवस्था गरिएको छ। त्यस पछाडि अर्को कुरा छ प्रत्येक नागरिकलाई चाहिँ स्वच्छ स्वास्थ्य वातावरण बाँच्न पाउने हक हुनेछ भनेर धारा 30(1) मा उल्लेख गरिएको छ। हेर्नुहोस् है, त्यस पछाडि आएर हाम्रो अनुसूचीहरू हेर्नु, हाम्रो अहिले 3वटा तहको सरकार छ, सङ्घ, प्रदेश र स्थानीय। र अनुसूची 5 मा चाहिँ सङ्घकोले के गर्ने यो सेक्टरमा भन्ने कुराहरू देखिन्छ। त्यसै गरी प्रदेशको चाहिँ अनुसूची 6 मा देखिन्छ भने स्थानीय तहको अनुसूची 8 मा है खास गरी आधारभूत सरसफाइ र खानेपानीको विषयमा छ। र 22वटा उहाँहरूको अधिकार स्थानीय तहको अधिकारभित्र पनि त्यो कुराहरू समावेश छ। अब यो हिसाबले युनिसेफ भनेको त एउटा चाहिँ अप्ठ्यारो परिस्थितिमा अथवा सरकारले चाहिँ मेन पावरको कमी यस्तो केही कमी भएको अवस्थामा सपोर्ट गर्नको लागि, यसो केही सहयोग गर्नको लागि मात्रै हो होइन। त्यसमा हामीले खास गरी टेक्निकल सपोर्ट गरिरहेका छौँ। पैसाको हिसाबले हो भने त नगरपालिकामा एकदमै धेरै पैसाहरू छ, तर हाम्रो थोरै सपोर्ट छ। त्यो हिसाबले हामीले त टेक्निकल सपोर्टहरू मात्रै गरिरहेछौँ। र अहिले चाहिँ यो अभियानलाई अगाडि बढाउनको लागि हामीले जुन पूर्ण सरसफाइको कुरा छ, पूर्ण सरसफाइमा हाम्रा केही इन्डिकेटरहरू छन् है। यसको मार्गनिर्देशक
ऊ छ। यसमा चाहिँ पूर्ण सरसफाइ मार्गदर्शन 2073ले चाहिँ के भनेको छ भने हाम्रो राज्यमा त्यहाँ 7वटा इन्डिकेटरहरू ल्याएछन्, सूचकहरू छन् है। त्यो सूचकहरूमा चाहिँ एउटा चाहिँ नीति नियम र संरचनाको कुराहरू छ। जस्तो नीति नियममा चाहिँ के हुनु पर्यो भने नगरपालिकाहरूले आफ्नो स्थानीय तहले आफ्नो सरसफाइ सम्बन्धीको चाहिँ वास प्लान बन्नु पर्यो, पहिलो नम्बर रणनीति नै बन्नु, रणनीतिक योजना बन्नु पर्यो। र त्यो रणनीतिले के बोक्नु पर्यो भने जनप्रतिनिधिहरूले के बोक्नु पर्यो भने अब नगरपालिकामा यो सेक्टरमा कस्तो देख्न चाहने हो भने उहाँहरूको भिजन आउनु पर्यो, त्यसमा नीति आउनु पर्यो, कार्यक्रम आउनु पर्यो, बजेट आउनु पर्यो है। त्यो आयो भने त्यसलाई कन्टिन्यू रूपमा र व्यवस्थित रूपमा अगाडि बढाउन सकिन्छ। र अर्को सरसफाइको कुराहरूमा चाहिँ के भइरहेछ भन्दाखेरि चर्पीहरू हिजो खुला दिशामुक्त गरिरहँदाखेरि चाहिँ 3 वर्ष अगाडि पनि खुला दिशामुक्त भएका वडाहरू मिथिलामा छन्। ती वडाहरूमा हिजोको परिस्थिति के थियो भन्दाखेरि हिजो 10-12% मान्छेहरूको घरमा टोयलेट थियो। सङ्घ संस्थाहरूले सरकारले सबै मिलेर ओडिएफ घोषणा गर्ने स्थितिमा पुर्याउनु भयो। तर त्यो बेला कस्तो थियो भन्दाखेरि चाहिँ केही चाहिँ संयुक्त चर्पीहरू बनाएर पनि घोषणा गरिए र त्यो संरचनाको हिसाबले पनि केही माथिका संरचनाहरू कच्ची बनाएर पनि घोषणा गरिए होइन। र सामुदायिक चर्पीहरू बनाएर पनि घोषणा गरिए र ती अलिकति अपरिपक्व अलि हतारमा पनि गरिएका थिए। तर हाम्रो चाहिँ खुला दिशा मुक्त र पूर्ण सरसफाइको कुरा भनेको चाहिँ यसलाई अझै व्यवस्थित गर्ने, हिजोको कुरालाई फेरि पनि व्यवस्थित गर्दै जाने र समुदाय तहमै चाहिँ ओडिएफ घोषणा गर्ने। अबको पाटो भनेको चाहिँ त्यो ढङ्गले जाने हो। त्यसकारण अब समुचित तरिकाले चर्पीको प्रयोग र साबुन पानीले हात धुने कुरा एउटा इन्डिकेटर छ। त्यसै गरी अर्को चाहिँ घर आँगनको सरसफाइ होइन, व्यक्तिको घर आँगनमा कम्तीमा कुहिने फोहोर नकुहिने फोहोरको व्यवस्थापन गरेको स्थिति होस् होइन, त्यो गर्न खोज्या हो। अर्को चाहिँ सुरक्षित खाना, अहिले हामीले खाइरहेको खाना चाहिँ हाम्रो अहिले पनि बासी खानेकुराहरू खाने, विभिन्न कलरहरू मिसाएर खाने र ती चाहिँ हाइजेनिक खानेकुराहरू अहिले पनि हाम्रो समुदायले खाइरहेको छैन। त्यसलाई कसरी हाइजेनिक खानेकुरा खानको लागि चाहिँ हामीले अभिप्रेरित गर्ने हो, नियमन गर्ने हो, यी कुराहरू छ। त्यसै गरी अर्को चाहिँ सुरक्षित पानी। आज हामीले समुदायमा कस्तो पानी खाइरहेछ त जनताहरूले भन्दाखेरि चाहिँ होला स्रोत ट्युबवेल होला, ट्याङ्क होला, विभिन्न स्रोतबाट खाइरहेको पानी जुन छ त्यो पानीको चाहिँ वाटर जुन छ त्यसको क्वालिटी टेस्ट गरिएको छैन, टेस्ट गरिएको छैन। त्यहाँ जैविक रूपमा रासायनिक रूपमा खान मिल्ने नमिल्ने कुराहरू चाहिँ के कति छ भनेर मापन गरिएको पानी छैन। त्यसकारण हामीले पानीबाट पनि धेरै सङ्क्रमणहरू आइरहेको छ। र अहिले सस्टेनेबल डेभलपमेन्ट गोल जुन छ 2030 सम्ममा सबै जनताहरूले शुद्ध पानी खान पाउनेछन् भन्ने जुन सरकारको नीति छ त्यो नीतिलाई अगाडि बढाउनका लागि कार्यक्रमहरू गर्नु जरुरी छ। अब शुद्ध खानेपानीको कुराहरू त्यसरी अगाडि बढ्नुपर्छ। र अर्को छ ती कुराहरू सकेपछि वातावरणीय सरसफाइ। आज हामीले वातावरणलाई सरसफाइ गर्न राख्नको लागि चाहिँ हाम्रो बजार होलान्, विभिन्न ठाउँहरू होलान्, यो वातावरणीय सरसफाइलाई कसरी व्यवस्थित गर्ने भन्ने कुराहरू अर्को रहन्छ। यसलाई चाहिँ वास प्लानमा नीति कार्यक्रम बजेट यो सबैले चाहिँ केन्द्रित गरेर अगाडि बढाइयो भने सम्भवतः हामी अगाडि बढ्न सक्छौँ। पक्कै पनि कुराकानीहरू जुन आएका छन्, जुन कुराहरू आएका छन्, मिथिला नगरपालिका एकपटक खुला दिशामुक्त घोषणा भइसकेको अवस्था र फेरि छिरेश्वरनाथ नगरपालिकाबाट एउटा वडा चाहिँ भएर मिसिनाको कारणले गर्दाखेरि फेरि पूर्ण रूपमा चाहिँ घोषित हुन सकेन, अघोषित नै भयो र त्यसलाई फेरि घोषणा गर्नुपर्ने भयो भन्ने कुरा निस्कियो। फेरि प्रश्न राख्छु म नगर प्रमुखज्यूलाई नै, पहिला घोषणा गर्दाखेरि सार्वजनिक रूपमा शौचालय निर्माण गरिएर होइन, त्यसै गरी पूर्ण रूपमा सबल संरचनाहरू निर्माण नगरिएर नै घोषणा भएको हो त के थियो त्यति बेलाको अवस्था? कसरी घोषणा गरिएको थियो त्यो? अब त्यतिखेर मैले अघि पनि भनेको थिएँ त्यो कर्मचारीहरूले सञ्चालन गरेको समय थियो र त्यो समयमा केही अब त्यसरी सामूहिक हिसाबले पनि केही चर्फीहरू निर्माण गरेर उहाँहरूले घोषणा गर्नुभएको थियो। र अहिले हेर्दाखेरि जुन हिजो उहाँहरूले घोषणा गर्नुभयो त्यसमा पनि कतै कतै अब अझै पनि छुटेको बाँकी रहेको चाहिँ देखिन्छ। अहिले हामीले डेटा कलेक्सन गर्दाखेरि अझै पनि त्यस्ता केही बाँकीहरू छन् र अब हामीले तिनीहरूलाई पनि अब हामी जोड्दैछौँ यो सँगै। अब
त्यहाँ पनि हामीले कसरी चर्फी निर्माण गर्ने र उहाँहरूलाई पनि अब चर्फी निर्माण गर्नको लागि हामी एकदमै उत्प्रेरित गर्दैछौँ र त्यसो भए अब पहिला छुटेका कुराहरूलाई पनि स्थानीय सरकारले जोड्दै लग्दै हुनुहुन्छ भने अब यतिखेर रेडियो सुनेर बसिरहनु भएका श्रोताहरूलाई सुझाइदिनुहोस् पहिले यदि पूर्ण संरचना बनेको थिएन भने त्यसको सबलीकरण होला प्रबलीकरण गर्नुपर्ने होला सामुदायिक रूपमा नै शौचालय निर्माण गरेको थियो भने त्यसलाई व्यक्तिगत बनाउनु पर्ने होला होइन त्यसै गरी जहाँ बनेको छैन त्यहाँ फेरि नयाँ बनाउनु पर्ने होला यी सबै कामहरूको लागि त बजेट चाहिन्छ होइन बिना बजेट त कुनै पनि कार्य सम्पन्न प्राय असम्भव नै हुन्छ भने मिथिला नगरपालिकाले के कस्तो योजना बनाउँदैछ अथवा भनौँ बजेटको खाका बनेको होला होइन यस्तो खालको चाहिँ बजेट आउँदैछ अथवा यो खालको चाहिँ आर्थिक योजना बन्दैछ भनेर एउटा नीति बनिसकेको होला अथवा बन्दैछ के छ होइन त्यसको लागि त हामीले गत साल पनि हामीले केही पैसा हामीले छुट्याएका थियौँ योजना नै कार्यक्रममै हामीले समावेश गरेका थियौँ कि मैले अघि पनि भनेको थिएँ कि जो अति विपन्न छ हामीले त्यस्ता मान्छेहरूलाई केही सहयोग गरेर आर्थिक रूपले सहयोग गरेर चर्फी निर्माण गर्नुहोस् भनेर त्यसको लागि हामीले रिङ उपलब्ध गराइदिन्थ्यौँ खरिद गरिदिएका थियौँ बिहान इत्यादि गरेर त्यस्तो हामीले उपलब्ध गरेका थियौँ र यो वर्ष पनि कन्टिन्युटी हामी त्यसलाई गरेका छौँ त्योभित्र अब अहिले जति पनि हाम्रा अति विपन्न वर्गका मान्छेहरू छन् तिनीहरूलाई हामी सहयोग गरिरहेछौँ र त्यसरी चर्फी निर्माण हुँदैछ भने यसमा चाहिँ हामीले अन्य अब सरसफाइका कुरा या अन्य कुराहरू सँग जोडेर जस्तो कि अहिले हाम्रो नगरपालिका या सबै पालिकाहरूमा जुन एउटा सीमित साधन स्रोतहरू छन् सीमित छन् र हामीलाई गर्नुपर्ने धेरै पार्टहरू छन् कि हामीलाई आवश्यकता समस्या धेरै छन् त्यसकारणले यो पूर्ण सरसफाइका कुरा अनि अर्को सडकका कुरा शिक्षाका कुरा कृषिका कुरा सिँचाइका कुरा स्वास्थ्यका कुरा धेरै पार्टहरू छन् त्यसकारणले हामीले सबै पार्टलाई हेर्न जरुरी छ पूर्ण सरसफाइ मात्रै पनि हामीले अब अहिले जस्तो कि अब फोहोर व्यवस्थापनका कुरा यही भित्र पर्छ पूर्ण सरसफाइ भित्र फोहोर व्यवस्थापनका कुरा पनि छन् त्यसकारणले हामीले अब त्यो हाम्रो नगरपालिकामा फोहोर व्यवस्थापनको लागि पनि हामीले त्यही हिसाबले योजनाहरू हामीले बनाएका छौँ पूर्ण सरसफाइको लागि एकदमै हामीले जस्तो युनिसेफसँग मिलेर प्रत्येक विद्यालयहरूमा पनि हामीले यो कार्यक्रम हामीले सञ्चालन गरेका छौँ यसलाई जोडेर लगेका छौँ विद्यालयहरूमा हामीले त्यस्ता साबुन पानी यसले हात धुनुपर्छ दिशा गएर आएपछि खाना भन्दा अगाडि साबुन पानीले हात धुनुपर्छ त्यसको लागि विद्यालयहरूमा पनि हामीले यी सामग्रीहरू युनिसेफकै हामी सहयोगमा उहाँहरूले सहकार्यमा चाहिँ हामी मावि विद्यालयहरूमा यी कुराहरू हामीले उपलब्धता गराएका छौँ भने यसरी नै हामीले पूर्ण सरसफाइका कुरालाई हामीले जोडेर अगाडि बढाउँदैछौँ किनभने हाम्रो धेरै पार्टहरू छन् हामीले अब सबै लगानी एउटै पार्टमा गरेर पनि सम्भव हुँदैन त्यस कारणले सबै पार्टलाई हेर्नुपर्छ हुन्छ त विकासका अन्य पूर्वाधारहरू सँगसँगै यसमा पनि व्यवस्थापन हुँदै नै छ यहाँको भनाइ यतिखेर यहाँहरू सुन्दै हुनुहुन्छ तपाईँ हाम्रो आफ्नै रेडियो स्वागतम 89 मेगाहर्ज र रेडियो स्वागतम 89 मेगाहर्जको आकाशीय ध्वनि तरङ्ग मार्फत तरङ्गित भइरहेको छ रेडियो कार्यक्रम खानेपानी सरसफाइ तथा स्वच्छता अभियान खानेपानी सरसफाइ तथा स्वच्छता अभियानमा आज हामी अतिथिहरूसँग कुराकानी गरिरहेका छौँ आज हामीसँग हुनुहुन्छ मिथिला नगरपालिकाका नगर प्रमुख श्री हरिनारायण महतो र युनिसेफ वास कोअर्डिनेटर गोविन्द कार्की सर अब नै कार्यक्रमको एकदमै आखिरी प्रहरतिर आइसकेका छौँ हामी अन्त्य प्रहरतिर छौँ यतिखेर फेरि पनि गोविन्द सरलाई प्रश्न राख्न चाहन्छु म युनिसेफले विभिन्न क्षेत्रमा गएर विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरिराखेको अवस्था छ यतिखेर हामी खुला दिशा मुक्त अभियानमा छौँ र खुला दिशा मुक्त कसरी बनाउने होइन चर्पी शौचालयको प्रयोगलाई कसरी बढावा दिने त्यसको विषयमा चर्चा परिचर्चा गरिरहेको बखत यहाँलाई अनुरोध गर्न चाहन्छु यतिखेर रेडियो सुनेर बसिरहनु भएका श्रोताहरूलाई सुझाइदिनुहोस् युनिसेफ भनेको के हो र युनिसेफले चाहिँ कुन क्षेत्रमा काम गरिरहेको छ त अहिले छोटोमा धन्यवाद युनिसेफ एउटा गैर सरकारी संस्था हो यो अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो जसले चाहिँ यो 2 नम्बर प्रदेशमा यो सरसफाइको क्षेत्रमा अहिले चाहिँ यो सबैका लागि सरसफाइ तथा खानेपानीमा तीव्रता कार्यक्रम भन्छ जसलाई आश्वा 2 पनि भनिन्छ 44वटा पालिकामा गरिरहेछ है यो 2022 सम्म जाने कार्यक्रम हो हैन
त्यो हिसाबले यसका चाहिँ 4वटा कम्पोनेन्टहरू छन्, 4वटा सेक्टरहरू छन्, जसमा चाहिँ पहिलो चाहिँ के हो त भन्दाखेरि चाहिँ हामीले सुधारिएको चर्पी निर्माण र सहजीकरण गर्ने होइन, खुला दिशा मुक्त गर्ने र त्यसको दिगोपना र साबुन पानीले हात धुने र आनी बानी परिवर्तनका लागि चाहिँ कामहरू गर्ने हो। र अर्को छ हामीले करिब यो नगरपालिकाको मिथिला नगरपालिकाको 550 घरधुरी जतिलाई है चाहिँ त्यो 2वटा समुदाय छ। त्यो 2वटा समुदायमा चाहिँ खानेपानी निर्माण गर्ने, जसलाई सेफ वाटर कम्युनिटी भनिन्छ होइन, शुद्ध खानेपानीको चाहिँ योजना सञ्चालन गर्ने, त्यो योजनाहरू खानेपानीको योजना सञ्चालन गर्ने र ती योजनाहरूलाई चाहिँ पुनर्निर्माण गर्ने कुराहरू गरिन्छ र पानी शुद्धिकरणको विधिहरू मान्छेहरूमा चाहिँ विधिहरूको बारेमा जानकारी गराइन्छ र त्यो पानीको मुहान संरक्षण गरेर त्यो पानी चाहिँ सबै हिसाबले खान पिउन योग्य खालको चाहिँ योजना हुन्छ। जस्तै अहिले वडा नम्बर 3 को हरिपुरमा चाहिँ हामीले 1 करोड 12 लाखको योजना त्यहाँ छ। सम्भवतः नगरपालिकाले पनि 30-40% रकम लगाएर त्यसलाई चाहिँ अगाडि बढाउने कुरा अगाडि बढिरहेछ है। खानेपानीको सेक्टरमा हामीले त्यसरी गर्छौँ। र अर्को छ स्कुलहरू है। अहिले सायद मलाई लाग्छ स्कुलहरूमा नै यदि सरसफाइको विषय स्कुलले अझै प्रायोरिटी दिएर पहिलादेखि गरेको थियो भने अहिले सायद यो अभियानको रूपमा गर्नुपर्ने थिएन होला, यो अवस्था आउने थिएन होला। र अहिलेका स्कुलहरूमा पनि के छ त भन्दाखेरि चर्पीहरू छन् हाम्रो सरकारी स्कुलहरूमा, चर्पीहरू चाहिँ प्रयोगयोग्य छैनन्। र जब स्कुलको बच्चाहरूले स्कुलको टिचरहरूले चर्पीको बारेमा सरसफाइको बारेमा चाहिँ व्यवहारमा परिवर्तन हुने खालको काम नगर्ने हो भने सम्भव छैन। र ती चर्पीहरूलाई चाहिँ हामीले कम्तीमा 3वटा स्कुलहरू प्रायोरिटीमा परेको छ यहाँको होइन। त्यो 3वटा विद्यालयहरूमा चाहिँ चर्पी चाहिँ कस्तो हुन्छ त बनाउनु पर्यो भन्दाखेरि चाहिँ डिसेबल फ्रेन्डली चर्पी भन्नु पर्यो। र अर्को महिनावारी व्यवस्थापन, जब मेन्सुरेसन हाइजिनको कुरा छ, 10 वर्षभन्दा माथिको विद्यार्थी पनि स्कुलमा पढिरहेको हुन्छ अनि हरेक महिना चाहिँ उसको मेन्सुरेसन टाइम जुन हुन्छ त्यो बेलामा चाहिँ ऊ 3-4 दिन एब्सेन्ट हुने, स्कुलमा चाहिँ उपस्थित नहुने हुन्छ, जसले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ छात्राहरूको चाहिँ पढाइमा अलिकति डिस्टर्ब भइरहेको हुन्छ र पुरुषको चाहिँ कुरामा कम्पिटिसनमा गइरहन सकेको स्थिति हुँदैन। त्यसकारण हामीले अलिकति न्यायोचित हिसाबले पनि त्यस्तो स्थितिको चाहिँ अब ती प्याडहरूको व्यवस्थापन गर्ने, त्यसलाई फ्याल्ने व्यवस्थापन गर्ने, इन्सुलेटरहरू, यो कुराहरू स्कुलमा गर्छौँ। र सँगसँगै पानीहरू छैन स्कुलमा र ह्यान्ड वासिङ स्टेसन भन्छ जुन हात धुने ठाउँहरू छैन, साबुन पानीको व्यवस्था छैन, विद्यालयको विद्यालय हाताभित्रको फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने कुरा छैन। त्यो स्कुलहरूमा चाहिँ हामीले चाहिँ बाल क्लबहरू गठन गर्ने, उहाँहरूको मार्फतबाट चाहिँ स्कुलको सेनिटेसनलाई अगाडि बढाउने काम गर्छौँ है। अर्को सँगसँगै के कुरा छ भन्दाखेरि चाहिँ यहाँ वास प्लान नीति नियमका कुराहरू छन्। संरचनाको कुरा त बनिसकेको छ, एमओसिसी छ जसको अध्यक्ष हाम्रो मेयर साहबै हुनुहुन्छ। त्यसपछि वडामा वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय खानेपानी सरसफाइ स्वच्छता समन्वय समिति छ। यो संरचना बनेको छ। यो संरचना सँगसँगै अब वास प्लान बन्नु पर्यो। वास प्लान बनिसकेपछि कार्यान्वयनमा गयो भने अनि हामीले यहाँको जुन नगरपालिकाको चाहिँ क्यापेसिटी बिल्डिङ गर्ने जुन कुरा छ, क्षमता विकास गर्ने कुरा, त्यो गर्ने र यहाँ हामीले टिगरहरू भन्छ जो हामीले 11वटै वडामा, नगरपालिकाको 11वटै वडामा हामीले टिगरहरूको व्यवस्थापन गरेका छौँ। हरेक वडामा एकजना टिगरहरू हुनुहुन्छ जसले चाहिँ सरसफाइको सेक्टरमा चर्पी बनाउनेदेखि लिएर मान्छेको आनी बानी परिवर्तनको कुरामा उहाँहरूले चाहिँ के गर्नुहुन्छ, जागृति ल्याउने काम गर्नुहुन्छ है। त्यसको नेतृत्व वडाले गर्छ र त्यो जागृति ल्याउने कुरामा टिगरहरूले त्यो काम गरिरहेको हुनुहुन्छ अहिले पनि। र अब यो सेक्टरलाई अगाडि बढाउनकै हिजो सरसफाइ चाहिँ के थियो भन्दाखेरि हाम्रो चाहिँ परम्परा जस्तो बनेको थियो कि बाहिर दिशा गर्नु अनि त्यसलाई चाहिँ हामी कुनै पनि प्रतिकार गर्दैनथ्यौँ। अहिले पनि गरिरहेको छैन। जब हामीले बाहिर दिशा गर्ने प्रति चाहिँ हामीले दिशाप्रति चाहिँ घृणा पैदा गर्न सक्दैनौँ तबसम्म मान्छेहरू बाहिर दिशा गरिरहन्छ। त्यसकारण यसलाई परम्परागत रूपमा हामीले बाहिर खुल्ला ठाउँमा दिशा गरिरहेको मान्छेलाई हामी देख्नेहरू पनि आँखा चिम्लेर हिँडिरहेको हुन्छौँ। जबसम्म उसलाई प्रतिकारमा किन दिशा गरेको भनेर जब क्वेसन गर्दैनौँ, जब प्रतिकार गर्दैनौँ, तबसम्म हामीले चाहिँ खोजेको
उपलब्धि प्राप्त गर्न सक्दैनौँ। पक्कै पनि अब भने हामी कार्यक्रमको एकदमै आखिरी प्रहरमा आइसकेका छौँ र अन्तिम प्रश्न राख्छु म यतिखेर नगर प्रमुख सरलाई। मिथिला नगरपालिकाले विभिन्न किसिमको कार्यक्रमहरू सञ्चालन गरिराखेको छ युनिसेफको सहकार्यमा, सँगसँगै अन्य विभिन्न एनजिओ आइएनजिओ सँगसँगै केन्द्र सरकारको समन्वय पनि विभिन्न किसिमको कार्यक्रमहरू सञ्चालन भइरहेको अवस्था छ। यतिखेर रेडियो सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई सुझाइदिनुहोस्, मिथिला नगरपालिका कहिले खुला दिशा मुक्त बन्छ र जसले खुला दिशा मुक्त अभियानलाई सहयोग गर्नुहुन्न, जसले बाहिर शौच गर्नुहुन्छ, अझ भनौँ नगरपालिकाले बनाएको नियम विनियमभित्र बस्नुहुन्न, उहाँहरूलाई के कस्ता किसिमको व्यवस्था हुनेछ? दण्ड जरिवाना हुन्छ अथवा के कस्ता किसिमका कारबाहीहरू हुन्छ? अथवा भनौँ जसले नियम मिच्छ, जसले खुला दिशा मुक्त जुन अभियान छ त्यो अभियानलाई टेवा पुर्याउँदैन, त्यस्तो व्यक्तिको लागि के व्यवस्थाहरू होला? के छ समग्रमा? अन्तमा छौँ, छोटोमा राखिदिनुहोस्। लगभग हामीले सकेसम्म यो महिनाको अन्तिममा हामीले खुल्ला दिशा मुक्त नगरपालिका घोषणा गर्नेछौँ। यदि यो महिना नभए जेष्ठको पहिलो हप्तासम्म हामी समय राखौँ, समय निर्धारण गरौँ र त्यति समयसम्म हामी खुल्ला दिशा मुक्त मिथिला नगरपालिकाको हामी घोषणा गर्नेछौँ। र यहाँको प्रश्न थियो कि जसले यो अब कति शौचालय बनाएका छन् र शौचालयमा शौच गर्दैन, बाहिर गएर शौच गर्छन्, या कतिले शौचालय नै निर्माण गरेको छैन, त्यसको लागि यहाँले कसरी नियमन गर्नुहुन्छ भन्ने कुरा सवालमा अहिलेसम्म हामीले गरिराखेका कुरा के हो भने अब त्यस्तो व्यक्तिहरूलाई हामीले वार्निङ दिने, जसले शौचालय बनाएको छैन त्यसलाई तुरुन्त बनाउन लाउने, बनाइसकेर पनि त्यहाँ शौचालय गर्दैन भने त्यसलाई पनि के वार्निङ दिने भने अब तिनीहरूलाई जस्तो कि कतिपय घरहरूमा धारा चाहियो, धाराको सिफारिस चाहियो, त्यो हामीले ब्रेक गरिदिने। कतिलाई विद्युत जडान गर्नुपर्ने होला, घर बनाएको छ सर्फी छैन भने हामीले विद्युत जडानको लागि सिफारिस हामीले रोकेका छौँ। जन्म दर्ता भयो, विवाह दर्ता भयो, विभिन्न घटना जुन दर्ता गर्नुपर्ने कुराहरू छन्, यी कुराहरूलाई हामी बन्देज गर्छौँ त्यसमा। र उहाँलाई हामीले बाध्य पार्छौँ कि तपाईँ चर्फीमै शौच गर्नुहोस् या चर्फी छैन भने चर्फी निर्माण गर्नुहोस् भनेर यसरी हामीले कार्यक्रम यसरी बनाएर हाम्रो नीति यसरी हामीले अगाडि सार्यौँ। र अब लगभग अब हाम्रो सबै वडामा चाहिँ हाम्रो चर्फी निर्माण लगभग एकदमै लास्टमा छ, अन्तिम चरणमा छन्। अब अरू वार्डमा केही फाटाफुट्टा भए पनि अब मेन फोकस हामीले वडा नम्बर 3 लाई गरेका थियौँ र यो जेठको पहिलो हप्तासम्ममा हामी चाहिँ हाम्रो मिथिला नगरपालिका खुल्ला दिशा मुक्त हामी घोषणा गर्दैछौँ। पक्कै पनि वैशाखको अन्तमा नभए पनि जेठको पहिलो सप्ताहमा मिथिला नगरपालिका खुल्ला दिशा मुक्त बन्नेछ यहाँको भनाइअनुसार। यहाँहरूलाई शुभकामना पनि छ कार्य सफलताको। अब भने एकदमै आखिरी प्रहरमा छौँ। आज हामीले कुराकानी गऱ्यौँ युनिसेफ वास कोअर्डिनेटर गोविन्द कार्की, त्यसै गरी मिथिला नगरपालिकाका नगर प्रमुख श्री हरिनारायण महतो सरसँग खानेपानी सरसफाई तथा स्वच्छता अभियान कार्यक्रममा हुनुहुन्छ यतिखेर यहाँहरू सबै। अन्तिम प्रहरमा छौँ। गोविन्द सर, यतिन्जेल हामीले कुराकानी गऱ्यौँ, त्यसमा केही छुटेको र यहाँलाई केही भन्न मन लागेको भए राखिदिनुहोस् छोटोमा। हस्, अब अहिले मेयर साहबले भन्नुभयो कि हामीले धेरै कुराहरू अगाडि बढाइसक्नु भएको छ। वास्तवमा उहाँहरूको जुन टिम छ, उहाँको नेतृत्वको टिम, उहाँहरूले यो वास सेक्टरलाई अथवा डेभलपमेन्ट सेक्टरलाई यो सामाजिक सवालहरूलाई राम्ररी बुझ्नु भएको छ र त्यो ढङ्गले नै उहाँहरू अगाडि बढ्दै हुनुहुन्छ। सम्भवतः विकासको कुराहरूमा जति भौतिक विकासहरूमा मान्छेको प्रत्यक्ष देख्ने महसुस गर्ने कुरा हुन्छ, यो एउटा चाहिँ सामाजिक विकासको पाटो हो र अहिलेको प्रायोरिटीमा उहाँहरूले 22-26वटा मन्त्रालयको कामहरू सम्हालिरहनु भएको छ र यो चाहिँ अलिकति प्रायोरिटीमा अलिक तल देखिन्छ हैन। यसलाई पनि अलिकति प्रायोरिटी दिनुहुन्छ अबको दिनमा भन्ने मलाई विश्वास लागेको छ र यसलाई अगाडि बढाउनको लागि उहाँले अघि पनि भनिसक्नु भएको छ, यसलाई दुई तरिकाले चाहिँ हामीले अगाडि बढाउन सकिन्छ। एउटा चाहिँ सकारात्मक हस्तक्षेपको रूपमा सकारात्मक हस्तक्षेपको नीति लियो भने पनि अगाडि बढ्छ हैन।
जस्तो होला सरसफाइ परिचय पत्र बेगर चाहिँ कुनै पनि सेवा सुविधा लिन नपाइने कुरा होला होइन, उपभोक्ता समितिमा बस्न नपाउने होला, जे कुरामा चाहिँ लगाउन सकिन्छ त्यो कुरा उहाँहरूले सुरुवात गर्नुभएको छ। यसलाई कन्टिन्यू गरिदिनु भयो भने त्यसले एउटा राम्रो प्रभाव पार्छ। अर्को कुरा के छ भन्दाखेरि वास्तवमै जग्गा नभएका मान्छेहरू, वास्तवमै विपन्नहरू, अनि कतिपय मान्छेहरू चाहिँ एकल वृद्ध अशक्त यस्तोको लागि पनि उहाँहरूले भर्खरै एउटा गाइडलाइन पास गर्नुभएको छ। अब केही मान्छेहरूलाई सपोर्ट गर्नुपर्छ भने त्यसको मापदण्ड कार्यविधि के त भनेर उहाँहरूले एउटा निर्देशिका बनाउनु भएको छ। त्यो निर्देशिका बमोजिम चाहिँ काम अगाडि बढाउनु भयो भने सम्भवतः यो दुइटै वर्गको मान्छेहरू सम्बोधन हुन्छन् र अगाडि बढ्छ र सचेतना र जागृतिको कुराहरू सँगसँगै अगाडि बढ्यो भने यहाँको सरसफाइलाई चाहिँ हामीले एउटा उपलब्धिमूलक रूपमा अगाडि बढाउन सक्छौँ। र म नगरपालिकालाई त्यही आग्रह गर्न चाहन्छु कि अबको दिनमा सरसफाइलाई प्रायोरिटीमा राखिदिनुहोस्। प्रायोरिटीमा राखेर अगाडि बढ्नुभयो भने युनिसेफले को सहकार्य जुन 2022सम्मको सहकार्य छ, 2022सम्मको समयलाई चाहिँ भरपुर उपलब्धिमूलक बनाउन सकिन्छ र सकियोस् भन्ने अपेक्षा राख्न चाहन्छु। हुन्छ त अब भने हामी कार्यक्रम एकदमै आखिरी प्रहर आइसकेका छौँ। कार्यक्रमको समयले अब भने नेटवर्क काटिसकेको छ। यतिन्जेल कुराकानी गऱ्यौँ युनिसेफ वार्स कोअर्डिनेटर श्री गोविन्द कार्की र मिथिला नगरपालिकाका नगर प्रमुख श्री हरिनारायण महतोज्यू। व्यस्तताका बावजुद पनि कार्यक्रमको लागि समय दिनुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। हस्, तपाईँलाई पनि धन्यवाद। यहाँलाई पनि धन्यवाद छ कि यहाँको रेडियो स्वागतम मार्फत हाम्रा कुराहरू जनताहरूको बिचमा राख्ने अवसर दिनुभएकोमा यहाँ स्वागतम रेडियो सम्पूर्ण परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। हुन्छ त अब भने आजको बसाइबाट ओजेल पर्नुपर्ने बेला भइसकेको छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद। त्यसै गरी प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रद्वय राजेश र रामुदगारजीलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्दै फेरि पनि अर्को बसाइमा भेट्ने बाचाका साथ आजको बसाइबाट म कार्यक्रम प्रस्तुता युवराज आचार्य पनि ओजेल हुन्छु। जहाँ हुनुहुन्छ हाँसी खुसी रहनुहोला। नमस्कार। नमस्कार, हम रामदुलार महतो। हमरा सबके यूट्यूब चैनल स्वागतम मिथिला के प्राधिक हम रामदुलार महतो। नमस्कार, हम राजेश महतो और स्वागतम मिथिला यूट्यूब चैनल के हम मैनेजिंग डायरेक्टर छी और अपने सबके लेल हम सब नया गीत सब से हो और तहिना नया कॉमेडी मैथिली आ नेपाली और तहिना हमरा सबके जे इंटरव्यू सब से हम सब लेल करे छी और ए यूट्यूब चैनल स्वागतम मिथिला में हम सब राखल करे छी और तहिना जो अपने सबके ई चैनल देखबाक हुए और ई चैनल देखू हम तो ये अपने सबके तो यह कहब और देख कर अपने सब स्वागतम मिथिला यूट्यूब चैनल नहीं भूलब, अपने सब सब्सक्राइब करू और बेल आइटम से हो दबाऊ। धन्यवाद। नमस्कार जी, हम भेली आदित्य कुमार सिंह। हम के स्वागतम मिथिला के असिस्टेंट डायरेक्टर छी। अपने सब लाइक करब सेहो नै भूलब। नमस्ते, म युवराज आचार्य। साथीहरूले मैथिलीमा के भने होइन अहिले त पुरा बुझेको छैन। तपाईहरू हाम्रो भिडियो हेर्नुहुन्छ नि, त्यो हेरेर मात्र हुँदैन, माया गरेर मात्र हुँदैन, जताउनु परेन। त जताउनको लागि हामी जे हालेछु हेर्नुहोस्, लाइक गर्नुहोस्, आउँदैन भने मन पर्दैन डिसलाइक पनि गर्नुहोस्, सेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस्। म युवराज आचार्य युट्युब च्यानलको लागि मसलाहरू लिएर आउँछौँ। कमेडी हुन्छ, नेपालीमा पनि हुन्छ, मैथिलीमा पनि हुन्छ। चाँडै नै एउटा सिरियल पनि बन्दैछ। किप इट अप। हेर्नु पर्यो, जताउनु पनि पर्यो। मन पर्छ लाइक गर्नुहोस्, मन पर्दैन डिसलाइक गर्नुहोस्, गर्नुहोस् लाइक सेयर कमेन्ट। त हाम्रो टिम छ, उहाँ प्राविधिक भइहाल्नु भयो, उहाँ पुरा म्यानेजर भइहाल्नु भयो, उहाँ असिस्टेन्ट डाइरेक्टर भइहाल्नु भयो। त हामी कोअर्डिनेटर छु। त हाम्रो फोटो खिच्नुहुन्छ नि, उहाँलाई पनि बोलाउँछु। को छ हाम्रो फोटो खिच्ने? हाम्रो फोटो तान्ने वा क्यामेराम्यान भनौँ होइन, त्यो उहाँ फुल्गेन शाह हुनुहुन्छ। उहाँलाई पनि म यहाँ बोलाउँदैछु। फुल्गेन शाहजी अलि आइदिनु होला दर्शकको बिचमा। ताली बजाउनुपर्छ, बजाइदिनु। नमस्कार, हमारे चैनल के अवश्य यहाँ सब सब्सक्राइब कर देवे। आई चैनल के सब्सक्राइब करके लाइक करके अधिक से अधिक मात्रा में सब्सक्राइब और लाइक करवे ताकि हमारे सुन के चैनल पूरे विश्व में फैले। तो च्यानलको नाम चाहिँ फेरि नबिर्सिनु के, स्वागतम मिथिला छ। सबैलाई शेयर सेहो करब।